नेपाल प्रिमियर लिग एनपीएल को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ। फ्लड लाइट र प्यारापिट सहितको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो पटक एनपीएल हुन लागेको हो। नेपाल क्रिकेट संघका अनुसार प्रतियोगिताको शुभारम्भ अपराह्न 2 बजे हुनेछ भने पहिलो खेल 4 बजे खेलाइनेछ। यही मङ्सिर 27 गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण 3वटा प्ले अफ र फाइनल सहित 32 खेल हुनेछन्। त्रिवी क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्था सहित स्तर उन्नति गरिएका कारण दोस्रो संस्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोटल्स र काठमाडौँ गोर्खाज बीच प्रतिस्पर्धा हुनेछ। यसपटक रङ्गशालामा 10,000 जना अट्ने प्यारापिट निर्माण गरिएकाले दर्शकले सिटमै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन् भने फ्लड लाइटका कारण खेलहरू अन्य देशको रङ्गशाला सरह रातिसम्म सञ्चालन हुनेछन्। शहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद मार्फत क्यानलाई पहिलो एनपीएलको पूर्व सन्ध्यामा आइतबार साँझ मात्र चरणका संरचना हस्तान्तरण गरेको थियो। प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरूप 1 करोड 10 लाख रुपैयाँ प्रदान गरिनेछ। यसअघि जनकपुर बोटल्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो। त्यसैगरी प्रतियोगिताको उपविजेता टोलीले 51 लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले 25 लाख तथा चौथो हुनेले 15 लाख रुपैयाँ प्राप्त गर्नेछ। एनपीएल दोस्रोका सबै खेल कीर्तिपुर स्थित त्रिवी मैदानमा हुनेछन्। नेपाल क्रिकेट संघ क्यानले यसपटक दैनिक 9,450 टिकट बिक्री गर्ने जनाएको छ। पहिलो दिनको खेल टिकट 2 दिन अगाडि नै बिक्री भइसकेको छ। उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ 500 र प्रिमियमतर्फ 1,500 रुपैयाँ राखिएको छ। त्यसै गरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य 500 र 1,000 रुपैयाँ तोकिएको छ। प्ले अफ पछिका खेलका लागि जनरल तर्फ 1,000 र प्रिमियम तर्फ 2,000 राखिएको छ। क्यानले सिजनल टिकटको एकमुष्ट मूल्य 15,000 तय गरेको छ। एनपीएलमा साबिक विजेता जनकपुरसँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली एक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स गरेर 8 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। यसपटक एनपीएलबाट 40 करोड आम्दानी गर्ने क्यानको लक्ष्य छ। ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।